मानिसको जिज्ञासु स्वभावले उसलाई हरेक क्षण नयाँ ज्ञानको खोजीका लागि अभिप्रेरित गरिरहेको हुन्छ। मुख्यतः विद्यार्थीहरूमा करियर निर्माणलाई लिएर हुने उत्सुकता र जिज्ञासाको समाधान आवश्यक ठानी राजधानीको पुतली सड़क स्थित युनिभर्सल टिच कन्सल्ट यूटीसी को आयोजनामा हालै राजधानीमा बृहत मोटिभेशनल सेमिनारको आयोजना गरिएको छ। मोटिभेशनल सेमिनारमा सहभागिताका लागि विद्यार्थी तथा अभिभावकहरू निर्धारित समय अगावै कार्यक्रम स्थल राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका थिए। सेमिनार स्थल प्रवेशसँगै सहभागीहरूमा बेग्लै रौनक र अपेक्षा मिश्रित भावना प्रष्टै देख्न सकिन्थ्यो। मोटिभेशनल त अब उहाँले पहिल्यै दिइरहेको हो हैन, लाइक हामी चाहिँ अब मोटिभेट नै भएर अझै मोटिभेट हुन्छौँ कि भनेर धेरै छ। अब चाहिँ मेरो करियरलाई चाहिँ कसरी अगाडि बढाउने भन्ने बेलामा म चाहिँ त्यो लिन चाहन्छु। भोलि भविष्यको लागि राम्रो एउटा वे बाटो देखाउने र एउटा सपोर्टको रूपमा विद्यार्थीहरूको फ्युचरको ब्युटिफुल लाइफको लागि एउटा सपोर्टको रूपमा काम गर्छु जस्तो लाग्छ। धेरै राम्रो हुन्छ होला भनेर सोचेको छु, एकदम मोटिभेट गर्नुहुन्छ होला जस्तो लाग्छ। I think it will be better for us. राम्रो भविष्यको लागि के प्रोत्साहन अथवा मोटिभेसन गर्छ, that's all. This seminar today is a motivational seminar for all of you. It is organized by the Universal Teach Consult, which is a management consultancy and deals with various management-related fields and helps out students to plan out their career for the future. सयौं सहभागीहरू खचाखच सभा हलमा पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठको उद्घोषणसँगै शुरू भएको कार्यक्रममा यूटीसीका कार्यकारी निर्देशक लक्ष्मण लामिछानेले उपस्थितहरूलाई औपचारिक स्वागत गर्नुभयो। सो अवसरमा उहाँले यूटीसीको कार्यक्षेत्रसँगै विद्यार्थीहरूका लागि सही तयारी र उचित परामर्शको आवश्यकताका विषयमा चर्चा गर्नुभयो। Ladies and gentlemen, it's my great pleasure to welcome you all today at the every extraordinary special day. विगत 5 वर्षदेखि युनिभर्सल टिच कन्सल्टको स्थापना गरियो र त्यहाँबाट हजारौं विद्यार्थीहरू हजारौंहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको समयसापेक्ष शिक्षा प्रदान गर्दै हामी आज यहाँसम्म आइपुगेका छौँ। हामीले सिर्फ हाम्रो एकाडेमिक नलेजलाई प्र्याक्टिकलसँग लिङ्क गर्नको लागि त्यस्तो टाइपको हामीले जब ओरिएन्टेड प्र्याक्टिकल बेस्ड एजुकेसन हामी टाइमली दिँदै गयौँ भने हाम्रो एकाडेमिक सर्टिफिकेसनसँगै हामी एक्स्ट्रा अर्डिनरी भएर हाम्रो कन्फिडेन्स सेल गर्न सक्छौँ। यो समयमा तपाईँको एकाडेमिक स्कोरसँगै तपाईँको आफ्नो एक्स्ट्रा अर्डिनरी कन्फिडेन्स सेल गर्ने एज हो। यो कन्फिडेन्स सेल गर्नको लागि युनिभर्सल टिच कन्सल्टले सदैव तपाईँलाई वेलकम गर्छ र आज यस्तै मैले हामीहरू जस्तै विद्यार्थीहरूलाई यो 12 कक्षा पढ्दा पढ्दै अब 12 पछाडि के गर्ने आईटीमा जाँदा बेटर हुन सक्छ या त बिजनेस एडमिनिस्ट्रेसनको लागि मेरो फिल्ड हो या हस्पिटालिटी इन्डस्ट्री मेरो इन्ट्रेस्टेड सब्जेक्ट म्याटर हो। विच इज द बेस्ट फर मी एकाडेमिक माई इन्ट्रेस्ट एज वेल एज माई प्यारेन्ट्स इन्ट्रेस्ट एन्ड माई फाइनेन्सियल कैपेबिलिटी। यसको लागि नै मैले मेरा विद्यार्थीहरूलाई मैले कोही हामीभन्दा एक्सपर्टिजहरूसँग जसले आफ्नो आइडियाजहरू जसले आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुभयो भने उनीहरूले यही टाइमदेखि आफ्नो करियर प्लानिङ गर्नको लागि एउटा कस्तो ढुङ्गा हुन सक्छ भनेर मैले यो प्रोग्राम अर्गनाइज गरियो। युनिभर्सल टिच कन्सल्टले तपाईँको सदैव सकारात्मक सोच विकास गर्नको लागि र बजारमा मैले जागिर होइन जागिरले मलाई खोजिरहेको छ, मेरो सर्टिफिकेसन कम्पनीले खोजेको होइन, मेरो कन्फिडेन्स कम्पनीले खोजिरहेको छ। साँच्चै मेरो कन्फिडेन्स कम्पनीलाई सेयर गर्न सक्यो भने म यो राष्ट्रको एउटा होनहार व्यक्ति बन्न सक्छु, म यो राष्ट्रमा पनि मैले केही योगदान दिन सक्छु र मैले पनि यस्तै सानोबाट इन्टरप्रेनर हुँदै यो देशको एउटा नेसनको साँच्चै बिजनेसम्यान बन्न सक्छु। मैले लिएको मोटिभेसनल सेमिनार एन्ड करियर प्लानिङ यो तपाईँहरूको लागि अहिले 12 कक्षा पढ्दै गरेका विद्यार्थीहरू एवं अन्य विद्यार्थीहरूको लागि यो समय सापेक्ष आवश्यकै थियो। त्यो गरी यो प्रोग्राममा हालिदिनु भयो र यसलाई हामीले सक्सेस बनाउनको लागि सबै गेस्टहरू सबै स्पोन्सर्सहरू र स्टुडेन्टहरूले मलाई सहयोग गरिदिनु भएकोमा म व्यक्तिगत तर्फबाट र युनिभर्सल टिच कन्सल्ट परिवारको तर्फबाट
सेमिनार मुख्यतः कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि केन्द्रित थियो। व्यवस्थापन विषयमा स्नातक तह अध्यापन गराइरहेका राजधानीका विभिन्न कलेजहरूले सेमिनार आयोजनाका लागि युटीसीलाई साथ दिएका थिए। सेमिनारलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर देवराज अधिकारीले विश्वविद्यालयका कार्यक्रमको जानकारी गराउनुहुँदै सफल करियर निर्माणका लागि विद्यार्थीहरूले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा चर्चा गर्नुभयो। भाइ बहिनीहरू, पहिले त विभिन्न किसिमका ब्याचलर्स लेभलमा विभिन्न प्रोग्रामहरू हामीले म्यानेजमेन्टमा सञ्चालन गरेका छौँ। बीबीए, बीबीएम, बीटीटीएम, बीएचएम, बीआईएम यी विभिन्न कोर्सहरू हाम्रो ब्याचलर्स लेभलमा छ। बीबीए खास गरी बिजनेस एडमिनिस्ट्रेसनमा बढी फोकस गरिएको छ। त्यस्तै बीआईएम हाम्रो टेक्नोलोजीलाई बढी हामीले फोकस गरेका छौँ र यी सबै विषयहरूमा कोर कोर्स हामीले म्यानेजमेन्टको पढ्नै पर्दछ। त्यसपछि अन्य कोर्सहरू फोकस भनेपछि नेपाल बेस्ड कोर्सहरू पढ्नु पर्दछ। बीआईमा गएर कम्प्युटरसँग रिलेटेड, कम्प्युटर इन्फर्मेसन सिस्टमसँग रिलेटेड कोर्सहरू पढ्नु पर्दछ। इभन हाम्रो बीएचएम, बीटीटीएममा पनि कोर कोर्सहरू पढ्नुपर्छ। त्यसपछि हाम्रो प्र्याक्टिकल जाने, प्र्याक्टिकलमा जाने, इन्डस्ट्रियल एक्सपोजरमा जाने, इन्डस्ट्री भिजिटमा जाने गरिरहेको छ। तपाईँहरू आफ्नो इन्ट्रेस्ट, सबैभन्दा महत्त्वपूर्ण कुरो तपाईँहरू आफ्नो इन्ट्रेस्ट के छ त्यो इन्ट्रेस्टको आधारमा विषय सेलेक्सन गर्नु होला। र अब हाम्रो सिम्याट एक्जामिनेसन चाहिँ असोजको पहिलो हप्तामा हामी सिम्याट एक्जामिनेसन गर्दछौँ। त्यसको राम्रो तयारी गर्नु होला। अत्याधिक कम्पिटिसन हुन्छ। 12-13 हजार विद्यार्थीले त्यसमा भाग लिनेछन् र तपाईँहरू सबैलाई म सफलताको लागि अहिले कामना गर्दछु। धन्यवाद। यसैगरी उपस्थित विद्यार्थीहरूलाई शुभकामना सन्देश दिनुहुँदै किसानका अध्यक्ष रमेश सिलवालले आफ्नो अनुभव समेत बाँड्नु भएको थियो। जीवन आफूले जिउने हो। आफूले जिउने जीवन केमा आफूले राम्रो गर्न सकिन्छ, कुन विषय छानेर आफूले सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा आफूले आफूलाई निर्धारण गर्नुपर्छ। तीनटा प्रश्न आफैलाई सोध्नुहोस्। कुन विषय किन पढ्ने भन्ने हो भने पहिलो प्रश्न त्यो विषय पढेर के हुन्छ, त्यो विषय किन पढ्ने, त्यो विषयमा मैले सर्वोत्कृष्ट हासिल गरेँ भने म के हुन्छु र म त्यो पढ्न योग्य र सक्षम छ कि छैन, मसँग त्यो सिप, मसँग दक्षता, मसँग ज्ञान र मसँग समय दिन सक्ने स्थिति छ कि छैन भनेर आफैलाई प्रश्न गर्नुहोस्। उत्तर आइसकेपछि मात्र विषय छान्नु। सफल व्यक्तित्व निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चित मोटिभेसन स्पिकर अनिल प्रधानले प्रकाश पार्नुभयो। सेमिनारको डायमण्ड स्पोन्सर प्लाटिनम म्यानेजमेन्ट कलेजको प्रतिनिधित्व गर्नुहुँदै प्रधानले कलेजको शैक्षिक कार्यक्रमका विषयमा जानकारी गराउनुभयो। राजधानीको दिल्ली बजार स्थित प्लाटिनम म्यानेजमेन्ट कलेजले पोखरा युनिभर्सिटीको सम्बन्धनमा बीबीए कार्यक्रम सञ्चालन गरिरहेको छ। If you fail to plan, you are planning to fail. All right. I have had a lot of plannings and execution and achievements. Plannings, executions and failure. Plannings, execution and achievement, and again planning, execution and failure. Guys, it doesn't matter. It doesn't matter if you fail, if your plans do not work out. But you know what? The best thing is you guys got your plans. And you guys get to modify your plans, tweak it, change it, make it better, make it stronger. And in the long run, you'll have a greater goal and you'll have them achieved. So that's why plan. All right. And those who don't have plans, I love to say this often. You know, those who don't have plans, they run around like a headless chicken. Be thankful. You know, make wise choices. Accept challenges, plan, and be thankful and be grateful. All you guys are very smart, wise, and I'm sure you guys are achievers. So I'd love to see you all today, and good luck for your future. Thank you. त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा ब्याचलर इन होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आइरहेको गोल्डन गेट कलेजले सेमिनारलाई गोल्ड स्पोन्सरका रूपमा सघाएको थियो। राजधानीको सिनामंगल स्थित कलेजका प्रोग्राम कोअर्डिनेटर समीर कुमार सिंहले कलेजको शैक्षिक वातावरणसँगै हस्पिटालिटी इन्डस्ट्रीको यथार्थ चित्रण गर्नुभयो। These 4 years that you have gone to study are just going to decide as to
in the next 40 years, which house you are going to stay, which vehicles you're going to drive, what is going inside your mouth, what is the respect for the society, how people treat you. So make it count. You won't get a better opportunity after this. यससँगै अमेरिकाको वेस्ट क्लेफ युनिभर्सिटीको सम्बन्धनमा बीबीए र एमबीए अध्यापन गराउँदै आइरहेको राजधानीको बिजुली बजार स्थित प्रेसिडेन्सियल बिजनेस स्कूल सेमिनारको अर्को गोल्ड स्पोन्सरका रूपमा थियो। कलेजका कार्यकारी निर्देशक लक्ष्मण केसीले नेपालमै अन्तर्राष्ट्रिय डिग्रीको उपलब्धताका विषयमा चर्चा गर्नुभयो। हामी इन्टरनेशनल डिग्री नेपालमै चाहिँ किन दिइराखेका छौं भने हरेक वर्ष हजारौंको संख्यामा चाहिँ स्टुडेन्टहरू विदेश जाने र त्यसलाई रोक्नको निम्ति वर्ल्ड क्लासको चाहिँ एजुकेसन हामी नेपालमै दिन सक्छौं भनेर भन्दैछौं। कोर्स कन्टेन्टको हिसाबले तपाईहरुले कुरा गर्नुहुन्छ भने फ्यान्टास्टिक। तपाईहरु नेपालको चाहिँ अरु चाहिँ डोमेस्टिक युनिभर्सिटीको सरहरु हुनुहुन्छ, नलेज स्किल मात्रै भएर हुँदैन, एटिट्युड चाहिँ पोजिटिभ भएन भनेपछि तपाई कहिले पनि बिग्न सक्नुहुन्न। तपाईको एजुकेसन, तपाईको स्किल, तपाईको नलेज केही पनि काम लाग्दैन भन्ने एउटा सिस्टम, एउटा प्यारागोजी चाहिँ डेभलप भएको छ। त्यस हिसाबले हामी तपाईलाई एउटा होलिस्टिक चाहिँ अप्रोचमा नलेज स्किल र एटिट्युडलाई चाहिँ केएसएम रेफरबाट हामी तपाईलाई पढाउँछौं। नेपालमा चाहिँ वर्ल्ड क्लासको एजुकेसन दिन्छौं। कसैले नेपालमा पढ्दा पढ्दै तपाई फेरि चाहिँ विदेश जान चाहनुहुन्छ भने क्रेडिट ट्रान्सफरको फेसिलिटी छ। तपाईलाई टोफल पनि गर्नु पर्दैन, आईएलटीएस पनि गर्नु पर्दैन। तपाईले आफूले पढेको क्रेडिट चाहिँ लिएर विदेश जान सक्नुहुन्छ। तपाईको टाइम, मनी सबै सेभ हुन्छ। म यति मात्र कुरा राख्न चाहन्छु। थ्यांक यू भेरी मच। यसैगरी सेमिनारमा एसियाई युनिभर्सिटी मलेसियाको सम्बन्धनमा बीआईसीटी र एमबीए सञ्चालन गरिरहेको ललितपुरको पुलचोक स्थित ब्रिन्ची कलेज, पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए र बीबीए बीआई सञ्चालन गरिरहेको सामाखुसी स्थित एटलान्टिक इन्टरनेशनल कलेज तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत रही बीएचएम र बीआईएम अध्यापन गराउँदै आएको पकनाचोल स्थित नेशनल कलेज अफ कम्प्युटर साइन्सेस सेमिनारका सिल्भर स्पोन्सर रहेका थिए। आजको जमाना भनेको व्यवस्थापन शिक्षाको युग हो। आजभन्दा 15-20 वर्ष अगाडि समाजमा अगाडि देखा परेका विषयहरू आज पछाडि परिरहेका छन् र ती विषयहरूलाई पछाडि पार्दै व्यवस्थापन शिक्षा नेपालमा र विश्वमा अग्रणी स्थानमा देखा परेको कुरा कहीँ कसैबाट लुक्न सक्दैन। एटलान्टिक इन्टरनेशनल कलेज र एसियन स्कुल अफ म्यानेजमेन्ट अन्डर पोखरा युनिभर्सिटी र अन्डर त्रिभुवन युनिभर्सिटी अन्तर्गत दुईवटा कलेजहरू सञ्चालनमा लिइरहेका छौँ। हाम्रो उद्देश्य भनेको तपाईहरुलाई नलेज सिकाउने मात्र होइन, हामी तपाईहरुलाई स्किल सिकाउनमा बढी फोकस गर्छौं। योर सर्टिफिकेट should be decorated by the skills. It is very important that you follow your heart. I followed my heart, I chased my dreams, and I'm happy with what I am. I might not be driving an Evoque Range Rover at the moment, yet. But happiness is also extremely important. You got to be happy with what you do and do what you love. तपाई नेपालको हरेक कुरामा जानुस्, त्यहाँको गरिबलाई हेर्नुस्, त्यहाँको गरिबीलाई हेर्नुस्, त्यो गरिबीको कारण हेर्नुस्। त्यही गरिबको वरपर कति धेरै प्राकृतिक स्रोत साधनहरू छ जसलाई उसले नजानेर नबुझेर मोबिलाइज गर्न पाएको छैन। मात्र त्यसलाई मोबिलाइज गरिदिनुस् त, यो देश कहाँबाट कहाँ पुग्छ। त्यसले गर्दाखेरि यस्तो खालको प्रोग्राम चुज गर्नुस् जसले तपाईलाई लिड गर्न सकोस्, तपाईको माइन्डमा आएको कुरा भोलि शेयर गर्न सकोस्। Yes, you must be earning 5 lakhs, 6 lakhs, but you won't have choice regarding what to do and what not. पहिलो चरणको विषयगत शैक्षिक जानकारी पछिको दोस्रो चरण मुख्यतः मोटिभेसनमा केन्द्रित रहेको थियो, जसको शुरूआतमा मेगा बैंकका सीईओ तथा अगुवा मोटिभेसन स्पिकर अनिल केसरी शाहको प्रस्तुति रहेको थियो। आफ्नो अनुभवसँगै यथार्थ विश्लेषण मिश्रित शाहको प्रस्तुतिले विद्यार्थीहरूमा नौलो ऊर्जा थपेको अनुभव गर्न सकिन्थ्यो। So when was the last time you stopped, sat down, closed your eyes and looked inside you and asked mom, "ए तपाईलाई ठिकै छ? ए प्लस 2 त हाम्रो सिद्धि अब के गर्ने हो? Whatever is done is done. From now on, focus on your strengths.
I will never ask you if you come for a job interview. तपाईँ नराम्रो केमा हुनुहुन्छ? ल भन्नुहोस् त, तपाईँ के गर्न सक्नुहुँदैन? गाना गाउन सक्नुहुन्छ? म सक्दिनँ, गाउनुहोस्। नाच्नु सक्नुहुन्छ भने नाचिकन नाच्नुहोस्। I'm very good in accounts. Great, we have jobs in accounts. I'm exceptional in marketing. Great, we have jobs in marketing. I'm very good in operations. Wonderful, we have amazing jobs in operations. But I don't want average people. मैले भुलेको बाटोमा यहाँले हिँड्नु हुँदैन। मैले गरेको गल्तीहरू यहाँले फेरि गर्नु हुँदैन। आज मेरो नेपाल एउटा सपना मात्रै छ, जुन नेपाल म चाहन्छु, तर त्यो सपना साकार यहाँले गर्नुहुन्छ। नेपालमा हाम्रो प्रब्लम के छ भने मेरो मोमबत्ती छ भनेदेखि अन्धकारै अन्धकार छ, तर त्यो मोमबत्तीलाई चाहिँ म रोक गरेर मेरो मात्रै बाटो हेरौँ, अरू मरोस्, ढलोस्, खसोस्, म त अगाडि बढ्दैछु नि हाँस्दै, not realizing that with every step I take, my candle is getting smaller and smaller, and that time will come and jump up, the candle will go off, and there is darkness for everyone, including myself. But if that is what me and my generation did, my hope with each of you is, you will all have these candles after you do this amazing education. That if your candle you have it home later. Inspiration without perspiration only leads to desperation. UTC को आयोजनामा सञ्चालित एक दिने सेमिनारको उद्घोषणको जिम्मेवारी सम्हाल्नु भएकी पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठको संयोजनले कार्यक्रमलाई गति प्रदान गरिरह्यो। I'd like to acknowledge the presence of our diamond sponsor, Platinum Management College, our gold sponsor, Golden Gate College and Presidential Business School, our silver sponsor, Vidimji College, Atlantic International College and NCC, and our other participating college are Asian School of Management, Silver Mountain School of Hotel Management, International College of Hotel Management, Texas International College, Everest College, Nepal College of Management, Central College, National College of Accountancy, National College, and Ottawa Business School. I hope I pronounced that right. So a big thank you to all the sponsors for making this motivational seminar possible. सेमिनारको मुख्य आकर्षणको रूपमा उपस्थित युवा मोटिभेसन स्पिकर सौनक भट्टको प्रस्तुति साँच्चीकै लोभलाग्दो रह्यो। करिब 2 घण्टा चलेको भट्टको प्रस्तुतिले दिएको इमोसनल टचलाई सहभागीको अनुहारबाटै सजिलै पढ्न सकिन्थ्यो। भट्टको प्रस्तुति मुख्यतः सुनिश्चित करियर निर्माण र लाइफ सेटिङका विषयमा केन्द्रित रहेको थियो। First thing would be, don't kill your dream in the name of your career. My one question to you, how do you want to see your future? Career as a plan गर्दछु त्यसको पहिलो स्टेप, we have to define our future. How do you think your future is? Does this subject fit you? Does that knowledge fit you? कि यो लाइन तपाईको लाइफको जुन तपाईँ लाइन रोज्दै हुन्छ अहिले, does that line fit you? र कुनै पनि सब्जेक्ट तपाईँ जब रोज्न चाहनुहुन्छ त्यतिखेर आई वान्ट टु रिक्वेस्ट यु, सब्जेक्ट हेरिसकेपछि सब्जेक्टलाई दुईटा कुरा सोध्नुहोस्। पहिलो प्रश्न के सोध्नुहोस् भन्दाखेरि 8 इयर सब्जेक्ट, मेरो जुन भविष्य छ, मेरो भविष्यको डेफिनेसनसँग त मिल्छ कि मिल्दैन? मेरो भविष्यको गन्तव्यसम्म मलाई पुगाउन सक्ने गोरेटो होस् कि द्याट इज थिङ नम्बर 1। तपाईको सब्जेक्टले तपाईको फ्युचरलाई डिफाइन गर्नुपर्छ, थिङ नम्बर 1। र थिङ नम्बर 2 के भन्दाखेरि त्यो जुन सब्जेक्ट छ त्यो सब्जेक्ट तपाईको प्रेजेन्टसँग पनि मिल्नु पर्यो। सो द क्वेसन द्याट यु गोइङ टु आस्क योर सब्जेक्ट इज, डियर सब्जेक्ट टेल मी, मेरो प्रेजेन्ट होस् कि होइन? यतातिर हेर्नु भयो भने यतातिर लिस्ट अफ संस्थाहरू छन्, यतातिर हेर्नु भने यतातिर तपाईँ हामी जस्ता व्यक्तिहरू छौँ, बिचमा एउटा पुल छ यार, बिचमा के छ हामीको एउटा पुल छ। अनले चाहिँ एउटा ग्याप छ जस्तो माथि पुल बन्ने प्रश्न अब पुरै पनि सकेको छैन यार। र त्यो पुलको नाम के हो भन्दाखेरि त्यो पुलको नाम हो नलेज, त्यो पुलको नाम हो स्किल, त्यो पुलको नाम हो माइन्डसेट। When you have intense knowledge, when you have masterpiece skill, when you have brilliant mindset, ladies and gentlemen, त्यतिखेर तपाईँ यहाँबाट हिँड्दै हिँड्दै यहाँ पुग्नुहुन्छ जहाँनिर तपाईँसँग जति चाहियो त्यति अपर्च्युनिटी छ। तर हामीमा चाहे त्यतिखेर क्वालिटी, हामीमा चाहे त्यतिखेर कम्पिटेन्स, हामीमा चाहे त्यतिखेर ब्रिलियन्स। If you want to design your future, we're going to start doing the difficult thing that is necessary. If you want to define your future, we're going to do the tough task that is going to may help you draw your plan and help you in achieving the great future that you actually deserve, ladies and gentlemen. सेमिनारको अन्तिमसम्म विद्यार्थीहरूको सक्रिय उपस्थितिले आयोजक युनिभर्सल टिच कन्सल्टको प्रयास सफल भएको जनाउ दिइरहेको थियो। यसप्रति आयोजक टिम पनि बिना कृतज्ञ रहन सकेन। The organizer Universal Teach Consult. So we'll repeat UTC. Once again, UTC. Repeat after me. UTC.
एक दिने करियर केन्द्रित सेमिनारको सफल आयोजनाले युनिभर्सल टिच कन्सल्टले आफ्नो कार्यप्रति देखाएको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ, जसमार्फत आगामी दिनमा पनि हजारौं नेपाली विद्यार्थीहरू लाभान्वित हुने विश्वास गर्न सकिन्छ, जसलाई आम विद्यार्थीहरूले पनि करियर निर्माणको दायरालाई फराकिलो पार्ने अवसरका रूपमा उपयोग गर्न सक्नेछन्।